राधा कृष्णाभ्यां नमः। श्री सद्गुरु चरण कमलेभ्यो नमः। श्री परात्पर गुरुचरण कमलेभ्यो नमः। राधा सौध्यं साधनं यस्य राधा मंत्रो राधा मंत्रदात्री च राधा सर्वं राधा जीवनं यस्य राधा 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 वाचकिं तस्य शेषम्। परात्पर परब्रह्म परमात्मा को असीम अनुकंपा, राधा कृष्ण भगवान को कृपा प्रसाद, जसको अनन्यता द्वारा राधा कृष्ण को वक्तृत्वलाई प्राप्त गराइदिनु हुने हामी सबैका परम वन्दनीय मेरो आराध्य श्री सद्गुरुदेव, सम्पूर्ण मातृशक्ति आमा, पितृशक्ति बाबा, साधक साधिका सम्पूर्ण देश विदेशमा रहनुहुने यहाँभित्र विराजित श्री राधा कृष्ण भगवानलाई स्मरण गर्दै यहाँहरु सबैको जय होस् मंगल होस् भन्ने भाव प्रकट गर्दै आउनुस् केही बेर सत्संगमा अवगाहन गरौं। मन और वाणीलाई पवित्र बनाउने मन चंगा कटौती में गंगा भनेको के हो त भन्दाखेरिमा जसले आफ्नो हृदयमा त्रिवेणी संगम गर्दछ, इडा पिंगला सुषुम्नालाई लगेर सहस्रार चक्रमा धारण गर्नाले गंगा यमुना सरस्वती त्रिवेणी संगम हुन्छ। त्यो हो मन चंगा कटौती में गंगा भनेको। मन सफा छ, शान्त छ, सुन्दर छ र पवित्र भएको त्यो योगाग्निद्वारा उसले त्रिवेणीलाई साक्षात्कार गरेको छ। त्यस्तो व्यक्ति गंगामा गएर स्नान हैन आफ्नै शरीरभित्र स्नान गर्नाले मुक्त भइहाल्छ। धेरै गइयो व्रत, धेरै गइयो तीर्थ। व्रत तीर्थ भन्दा पनि आफूले आफूलाई जाने, आफूले आफूलाई बुझेर स्वयंले स्वयं माथि विजय प्राप्त गर्न सके त्यही वृन्दावन हो, त्यही मुक्तिनाथ हो, त्यही दामोदर कुण्ड हो र त्यही सम्पूर्ण चराचर जगतमा जति पनि तीर्थ छन्, व्रत छन्, यज्ञ छन्, ती सबै स्वयंलाई स्वयं माथि विजय प्राप्त गरेर आत्म साक्षात्कार गर्नु हो। बाहिर धेरै हिँड्यौं, अब आफै भित्र जागृत हुनु पर्छ, आफूलाई जगाउनु पर्छ। सुतेको शरीरलाई अब जगाउने बेला भएको छ साधक वृन्द। त्यही भएर हामीले साधना गर्नुपर्छ, उपासना गर्नुपर्छ। साधना नै हाम्रो जीवनको मूल उद्देश्य हुनुपर्छ। उद्देश्य बिनाको जीवन निरर्थक हुन्छ। साधना उपासनाको जीवन निरर्थक हुन्छ। कर्म गर, धर्म गर, ज्ञान गर, भक्तित्वलाई प्राप्त गर्दै आत्म साक्षात्कार गर, त्यही नै जीवनको परम सत्य हो। असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृतम गमय भन्ने वाणी सबैले श्रवण गर्छौं, सबैले सुन्छौं, जानेका छौं, कण्ठस्थ छ। तर त्यसले भन्न खोजेको के हो भन्ने कुरा कसैले बताउँदैन। अन्धकारलाई नष्ट गर्दै ज्ञान रूपी विवेकद्वारा असत ज्ञानलाई प्राप्त गर्नु मात्र हैन, असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, त्यस्तो ज्योति जुन ज्योतिलाई साक्षात्कार गर्नाले सबै शंका उपशंकाबाट विराम हुन्छौं हामी। जसलाई साक्षात्कार गर्नाले तमसोमा मृत्युमा अमृतम, मृत्युको बोध हुने गर्दछ, अमृतको अनुभव र अनुभूति हुने गर्दछ। त्यही भएर शास्त्रले भन्छ
जब हामी स्वयंले स्वयंलाई जान्दछौँ अनि मात्र अरूलाई जान्न सकिन्छ। व्रत तीर्थको अर्थ के हो त भन्दा व्रतस्य चरयति, जसले चाहिँ हरदम भगवानको चरणको रजलाई आत्मसात गर्दछ। शतम विहाय भोक्तव्यम सहस्रम स्नानमाचरेत, लक्ष्यम विहाय दातव्यम सर्वम त्यक्त्वा हरिम भजेत। सम्पूर्ण चीजलाई त्याग गरेर जसले हरिको भजन गर्दछ, जो हरिमा रम्दछ, जसले हरिलाई साक्षात्कार गरिसकेको छ, त्यसले यहाँ पनि गर्यो माथि पनि गर्छ, यहाँ भजन गर्यो माथि पनि गर्छ, यहाँ कीर्तनद्वारा भगवत प्राप्ति गर्यो माथि पनि गर्छ। यहाँ नै गरेको छैन माथि कसरी गर्न सक्छ? हरिदासले भगवानलाई वृन्दावनमा प्रकट गर्नुभयो, माथि पनि गर्नुभयो। अनेकौं सन्त महात्माहरू छन् जसले परमात्माको साक्षात्कार यहाँ गरे माथि पनि गर्छन्। हामीले पनि यहाँ भगवान कस्तो हुनुहुन्छ, भगवानको कस्तो स्वरूप छ, जसको वर्णन गर्न सकिँदैन। जुन भावले जुन स्वरूपको चिन्तन गर्नाले भगवान त्यही स्वरूपमा आउनुहुन्छ भनिसकेको छ शास्त्रले। प्रहलादले नरसिंहको चिन्तन गरे, नरसिंह रूप धारण गरेर आउनुभयो। ध्रुवले चतुर्भुज नारायणको चिन्तन गरे, चतुर्भुज नारायणको रूपमा आउनुभयो। शनकादि मुनिहरूले ज्ञान प्राप्तिको लागि नारदको माध्यमबाट स्वयं हंस भगवान प्रकट हुनुहुन्छ, हंस उपाख्यानको ज्ञान प्रदान गर्नुभयो। त्यही भएर चाहिँ हामीले जस्तो चिन्तन गर्छौं त्यस्तै फलको प्राप्ति गर्छौं। अब हामी जाग्नु पर्छ, जगाउनु पर्छ, शास्त्र सम्मत यज्ञ हुनुपर्छ, शास्त्र सम्मत उपासना हुनुपर्छ, शास्त्र सम्मत हाम्रो साधना हुनुपर्छ, अनि मात्रै हामीले गरेको फल प्राप्त गर्छौं। आज हामी धेरै दुखित छौं, थकित छौं, अब थाकिसकेका छौं। धेरै यज्ञमा गइयो, धेरै साधना गरियो, धेरै उपासना गरियो, उपलब्धि केही भएन। किन भएन? साधना गर्न बस्छौं, जप गर्न बस्छौं, तप गर्न बस्छौं, यज्ञ गर्छौं, गराउँछौं, तर मन अन्यत्र छ, संयमित छैन। रावण र राम एउटैमा छ। जसले रामलाई जागृत गर्दछ उसले साक्षात्कार गर्दछ, जसले रावणलाई जागृत गर्दछ उसको अन्त्य मते सागति दुःखलाई प्राप्त गर्दछ। स्वर्ग र नर्क स्वयं भित्र हुन्छ। त्यही भएर त्यो स्वर्ग र नर्कलाई आत्मसात गरेर जसले त्यसको ब्यालेन्सलाई मिलाउन सक्छ त्यसले आनन्दमा रमण गर्न सक्छ। जीवनको आनन्द नै परमात्मा प्राप्ति हो। जीवनको परम आनन्द, परम सुख नै भगवत साक्षात्कार हो। आफैले आफैमाथि गर्नु हो, फेरि कुनै दोस्रो गुरुले, कुनै शिष्यले, कुनै सन्तले हजुरभित्र भएको त्यो चक्रको उत्थान भेदन गर्न सक्दैन। यो निरर्थक कुरा हो। तपाईलाई केवल मार्ग प्रशस्त गराउन सक्छ, मार्ग देखाउन सक्छ, कर्म त स्वयं गर्नुपर्छ, उपासना स्वयं गर्नुपर्छ। उपासना गर्नु पनि कर्म हो, निष्कामयुक्त कर्म हो। सकामयुक्त कर्म स्वयं व्यक्तिको लागि गरिन्छ भने निष्कामयुक्त कर्म भनेको परमार्थ प्राप्तिको लागि गरिन्छ, परमार्थीको लागि गरिन्छ, समस्त चराचर जगतमा भएका विद्यमान प्राणीहरूको कल्याणका निमित्त गरिन्छ। त्यही भएर एउटा होइन, देशमा अनेकौं साधकहरूले साधना गर्न सके, अनेकौं साधकहरूले आफूभित्र भएको चक्रलाई भेदन गर्न सके, आत्मसात गर्न सके भने मलाई लाग्छ हाम्रो राष्ट्रको कल्याण हुन्छ, विश्वको कल्याण हुन्छ। आन्दोलन गरेर एक अर्कालाई दोष दिएर कहिले राष्ट्रको कल्याण हुन सक्दैन। राष्ट्र कल्याण केवल केवल एउटै मात्रै माध्यम हो। हामीले एउटा गाउँमा कम्तीमा पनि 10 जना साधकहरू समाधिस्थ बनाउन सक्यौं भने हामीले स्वयं नेपाललाई परिवर्तन भएको देख्न सक्छौं, र हाम्रो सम्पूर्ण गाउँलाई परिवर्तन भएको देख्न सक्छौं। सम्पूर्ण विश्व परिवर्तन गर्ने क्षमता हाम्रो नेपाल राष्ट्रले राख्न सक्छ। त्यो सम्भव पनि छ। वैदिकै साधना भूमिम बन्दै नेपाल मातरम भनेर गर्जना गर्छन् अनेकौं व्यासहरूले, अनेकौं साधुहरूले, अनेकौं हाम्रा व्यासाचार्य गुरुहरूले, अनेकौं धर्म गुरुहरूले। तर स्वयंले त्यसलाई प्राप्त गर्नु भएको छैन। केवल शास्त्रलाई मात्र भनेर हुँदैन, हामी स्वयंले त्यसको अनुभव र अनुभूति गर्यौं कि गरेनौं, त्यो भनेको साधनालाई हामीले आत्मसात गरेका छौं छैनौं। यज्ञ गर्छौं, गराउँछौं, केवल कथा गराउँछौं, कथा कीर्तन गराउँछौं, त्यसले हुँदैन। स्वयंले प्राप्त गरेको
भने स्वतः नै जागृत हुन्छ सिङ्गो राष्ट्रको हामीले कल्याण गर्न सक्छौँ। त्यही भएर अब गुरुहरू जाग्नुपर्छ, गुरुहरूले त्यो साधनालाई आत्मसात गर्नुपर्छ। हाम्रो परम्पराले जुन हाम्रो साधनालाई दियो, जुन परम्परागत साधना थियो त्यो परम्परा गुरु शिष्य परम्परा, त्यसलाई अब हामीले जागृत गर्नुपर्छ, जगाउनुपर्छ। अनि मात्रै हामीले राष्ट्र कल्याण गर्न सक्छौँ। केवल धर्म निरपेक्षता भयो भन्दैमा हिन्दू राष्ट्र सम्भव छैन। हिन्दू राष्ट्र भनेको स्वयं व्यक्तिभित्र हुने कुरा हो। स्वयंभित्र तब त्यो सोचलाई परिवर्तन गर्ने क्षमता भनेको केवल साधनाको मात्रै माध्यम हो। साधना गरेको व्यक्ति र साधना गरेका वचनहरू, साधना गरेका व्यक्तिहरूले बोलेका वाणीहरूमा त्यो शब्द हुङ्कार हुन्छ। त्यो शब्द हुङ्कारले समस्त सिङ्गो राष्ट्रको कल्याण गर्न सकिन्छ। त्यही भएर अब साधनामा लाग्नुपर्छ। अनेक गुरुहरूले आफ्ना शिष्यहरूलाई त्यो जुन साधना छ, जुन उपासना छ, जुन षट्चक्र भेदनको विधि छ, जुन परम पुरातन योग छ, त्यो योगलाई अब जागृत गर्नुपर्छ। अनि मात्रै हामीले राष्ट्र कल्याण गर्न सक्छौँ। सम्भव छ, अहिले नै गर्न सकिन्छ। यसको लागि हामी सबै एकजुट हुनुपर्छ। सबैले हामीले ध्यानलाई निरन्तरता दिनुपर्छ। सबैले सबैभित्र भएका चक्रको उत्थान र भेदन गर्न सक्नुपर्छ र आफ्ना गुरुहरूले पनि गर्नुपर्छ र आफ्ना शिष्यहरू, योग्य शिष्यहरूलाई छानेर कम्तीमा पनि एउटा गुरुले 100 जनालाई समाधिस्थ बनायो भने नेपालभरिका गुरुहरूले कम्तीमा पनि 1000 जना साधकहरूलाई समाधिस्थ बनाउन सक्ने हो भने त सम्पूर्ण राष्ट्रको कल्याण यत्तिकै पनि हुन्छ। आज हाम्रो विडम्बना, हाम्रो परम्परा कहाँ गइरहेको छ? हामीले जुन शास्त्र पढेका छौँ, जुन भागवतको कथा गर्छौँ, भागवतले भनेको के हो? जितासनो जित श्वासो चितसङ्गो जितेन्द्रिय स्थूले भगवतो रूप मनसन्धारय ध्या भनेर कथा श्रवण गराउँछौँ। आत्मा र परमात्माको विषयमा वर्णन पनि गर्छौँ, तर त्यसको साक्षात्कार गरेनौँ स्वयंले। अनुभव र अनुभूति स्वयंलाई छैन। त्यही भएर सत्य तथ्यको सही सही निराकरण हामीले गर्न सक्दैनौँ, सत्य भन्न सक्दैनौँ। सत्य तब भन्न सकिन्छ जब हामीले सत्यव्रत आचरण गर्छौँ। सत्यव्रतम सत्यवरम त्रिजन्य सत्यम सत्यस्य योनिम निहितम च सत्य सत्यात्मकम त्वाम शरणम प्रपन्ना भनेर भनिएको छ। त्यही भएर चाहिँ सत्यव्रत आचरण गर्नाले, सत्यमा रहनाले, जसले चाहिँ त्यो सात्विक साधनाद्वारा आफूभित्र भएको चक्र भेदन गर्दै गर्दै सम्पूर्ण चक्रको उत्थान भेदन गरेर इडा पिङ्गला सुषुम्नाबाट सम्पूर्ण प्राणवायुलाई चक्र भेदन गर्दै 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 मूलाधारदेखि लिएर सहसा चक्रसम्म जब त्यो प्राणवायुलाई सक्रिय गरेर जब समाधिस्थको बाटोमा त्यो अग्रसर बन्दछ, तब मात्र हामीले स्वयंलाई पनि जान्दछौँ, समाजलाई पनि जनाउन सक्छौँ र राष्ट्र के हो भन्ने कुराहरू बुझ्न सक्छौँ। त्यो भएको कारणले गर्दाखेरि अबुझ हुनुको मुख्य उद्देश्य भनेको स्वयंले स्वयंलाई जानिएन। म को हुँ भन्ने कुरो थाहा छैन, मेरो उद्देश्य के हो भन्ने कुरो थाहा छैन। केवल जन्म लिनु मात्र उद्देश्य होइन, केवल भोग उपभोग गर्नु मात्रै उद्देश्य होइन। उद्देश्य के हो त्यो थाहा हुनुपर्छ। उद्देश्य हरेक साधकका अनेकौँ छन्, तर मैले के भन्छु भन्दा कम्तीमा पनि नेपालभरिमा हामीले 1000 जना साधकहरू समाधिस्थ बनाउन सक्ने हो भने सिङ्गो राष्ट्रको कल्याण हुन सक्छ। किन भन्दा एउटा साधकले साधना गरेको त्यो जुन भाइब्रेसन हुन्छ, त्यसको प्रतिकूल जुन त्यो भाइब्रेसनको जुन सकारात्मक ऊर्जा हुन्छ, त्यो सकारात्मक ऊर्जाले कम्तीमा पनि एउटा समाधिस्थ बन्न लागेको साधकको ऊर्जाले 38 किलोमिटर एरियामा सकारात्मक ऊर्जाको वृद्धि गर्छ र काम गरिरहेको हुन्छ भने सम्पूर्ण नेपालमा हामीले 1000 जना साधकहरू ठाउँ ठाउँमा उत्पादन गरेर ठाउँ ठाउँमा साधना गर्न लगाउने हो, साधना रत बनाउन सक्ने हो भने के हामीले राष्ट्रको कल्याण गर्न सक्दैनौँ, समाज सुधार गर्न सक्दैनौँ? सकिन्छ, अवश्य सकिन्छ। त्यो गुरुले गर्नुपर्छ, गुरुबाट त्यो उत्थान हुनुपर्छ, अनि मात्रै सम्भव छ। आज कतिपय गुरुहरूलाई थाहै छैन के हो भन्ने कुरा। पढ्छौँ, शास्त्र पढ्छौँ, शास्त्रको अध्ययन गरेका छौँ, हठयोग छ, पुरातन योग छ, अनेकौँ योगहरू छन्। त्यसमध्ये पनि विशुद्ध योग, जुन विशुद्ध योगद्वारा तन्त्र साधना पनि छ, मन्त्र साधना पनि छ, यन्त्र साधना पनि छ, तर सबैलाई ब्यालेन्स मिलाएर आत्मसात गरेर अगाडि बढ्ने हो भने राष्ट्रको कल्याण स्वयं नै हुन्छ। कुनै व्यक्तिले आएर, कुनै प्रधानमन्त्रीले आएर तपाईँको राष्ट्रको कल्याण गर्ने होइन, यो त हामी स्वयंले गर्ने कुरा हो। स्वयंले त्यसको साक्षात्कार गर्न सकियो भने यज्ञ पनि उपासनामुखी हुन्, अनुष्ठानमुखी हुन्, कर्महरू हुन्, केवल पैसामुखी नबनुन्। पैसामुखी यज्ञले हामीलाई मात्र होइन सिङ्गो राष्ट्रलाई अनर्थ गर्छ। अहिले हामीले देखिरहेका छौँ विभिन्न कोटिहुमहरूको माध्यमबाट, केवल काठमाडौँ मात्र नभएर सिङ्गो नेपालले मात्र नभएर भारत अनेकौँ प्रान्तहरूले पनि त्यो दुर्दशा देखिरहेका छौँ। हामीले भन्छौँ एउटा नेताले गरेको, एउटा व्यक्तिले गरेको दुर्घटना हो, तर हामीले पहिला स्वयंलाई एकचोटि विचार गरौँ कि हामीले गरिरहेका यज्ञ कस्ता छन्, उपासनामुखी छन् छैनन्, साधनामुखी छैनन्, अनुष्ठानमुखी छन् छैनन्। त्यो कुराहरूलाई विचार गरियो भने पक्कै पनि मलाई लाग्छ हामीले राष्ट्रको सुधार गर्न सक्छौँ, समाजको
समाजको कल्याण गर्न सक्छौं पहिला हामीले यज्ञ गर्ने तरिका के हो यज्ञ के हो भन्ने कुरा पढ्नुपर्छ पढाउनुपर्छ अनेकौं गुरुहरूलाई मात्र हैन यजमानहरूलाई प्रत्येक व्यक्तिलाई यज्ञको विषयमा थाहा हुनुपर्छ प्रत्येक व्यक्तिले सन्ध्यावन्दन भनेको के हो भन्ने कुरा थाहा हुनुपर्छ र प्रत्येक साधकले सन्ध्यावन्दन कर्म गर्नुपर्छ आज गुरुहरू यस्ता पनि छन् जसले सन्ध्यावन्दन नै गर्दैनन् जसको निधारमा तिलक पनि हुँदैन कर्मकाण्ड गरिरहेका हुन्छन् कथा गरिरहेका हुन्छन् प्रवचनहरू गरिरहेका हुन्छन् पहिला आफ्नो अस्तित्व के हो म को हुँ भन्ने कुरा त तिलकले तपाईको स्वरूपलाई चिनाउँदछ त्यही भएको कारणले गर्दाखेरिमा हामी के हो हाम्रो अस्तित्व के हो हामी कुन सम्प्रदायको हो र एउटा सम्प्रदाय मात्र नभएर सम्पूर्ण सम्प्रदाय भनेको हजुरको के हो त भन्दाखेरिमा चाहिँ शास्त्रले के भनेको छ भन्दाखेरिमा वैष्णव भनेको त्यो हो जसले सबैलाई समान दृष्टिकोणले हेर्न सक्छ केवल एउटा सम्प्रदायको मात्र निम्बार्क मात्र हैन गौडिया मात्र हैन रामानुज मात्र हैन अन्य सम्प्रदाय मात्र हैनन् तर सम्पूर्ण सम्प्रदायलाई सम्पूर्ण समाजलाई आत्मसात गरेर जसले सात्विक साधनालाई आत्मसात गर्छ त्यो सबैलाई हामीले अपनाउन सक्नुपर्छ सबैलाई साधना गराउन सक्नुपर्छ अनि मात्रै राष्ट्रको कल्याण गर्न सकिन्छ किन भन्दा अब हामी जागृत हुनुपर्छ जनता जागृत हुने हो भने हाम्रा गुरुहरूले पनि केही गर्न सक्नु कसैले तन्त्र साधना आएर गरिरहेको छ के हो कुन तरिकाले गरेको त्यो त थाहा हुनुपर्छ कसैले यज्ञ गरिरहेका छन् कसैले हजुरको ठुलठुला अब कुट्युमहरू गरिरहेका छन् त्यो कुट्युमको उद्देश्य के छ कुट्युम कुन तरिकाले भइरहेको छ आज हेर्नु किन भन्दाखेरिमा एउटा ग्रह शान्ति गर्दाखेरिमा सामान्य जडीबुटीहरू हामीले शुद्ध जडीबुटीहरू शुद्ध घिउहरू हामीले जुटाउन सकिदैन भने त्यो अनर्थ रूपी घिउहरूद्वारा अनर्थ यज्ञ हुन्छ किन भन्दा हजुरहरूलाई लाग्न सक्छ एउटा धर्मगुरुहरू भएर धर्मको विरोध गरेको त्यो होइन किन भन्दाखेरिमा हामीले शास्त्रले भने यज्ञानाम जपयज्ञस्मै कलियुगमा के सम्भव छ कसरी सम्भव छ भन्दाखेरिमा जप गर्ने हो साधना गर्ने उपासना गर्ने हो भने सम्भव छ केवल हामीले हवन आदि कर्महरू गर्न पनि सम्भव छैन किन भन्दा त्यस्तो खालको जडीबुटी त्यस्तो खालको हाम्रो घिउ हामीसँग उपलब्ध हुँदैन र जबसम्म त्यो कुराहरू पूर्ण हुँदैन त्यसको अनर्थ भोग्नुपर्छ रावणले यज्ञ गर्दाखेरिमा हामीले देखिरहेका छौं रावणले पनि 9 दिनको नवरात्रको यज्ञ गरिरहेका थिए जब अन्तिम एउटा मन्त्रको एउटा शब्दको त्रुटि हुनाले कत्रो ठुलो विस्फोट हुन्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि हामीले त कोट्युम जस्ता ठुला ठुला कर्महरू गरिरहेका छौं एउटा मात्र हैन अनन्त कोटिहरू भइरहेका हुन्छन् गत साउनमा भए त्योभन्दा पहिला पनि भइरहेका थिए त्यो भनेको के हो त भन्दाखेरिमा कोट्युम नगर्नु भनेको हैन सम्पूर्ण राष्ट्रले मिलेर एउटा कोट्युम गर्ने हो सम्पूर्ण राष्ट्रका सम्पूर्ण धर्म गुरुहरूलाई एउटा धर्मगुरुलाई अगाडि बढाएर जसले चाहिँ सत्यव्रत निष्ठामा रहन्छ जसले चाहिँ सम्पूर्ण चक्रहरूको उत्थान र भेदन गरिसकेको छ उसको निर्देशनमा लागेर हामीले कोट्युम गर्ने हामी सबैले मिलेर गर्ने हो भने त्यस्ता कोट्युमले राष्ट्रको कल्याण पनि हुन्छ समाजको सुधार पनि हुन्छ अहिले हामीले त्यो कुरालाई बुझ्नुपर्छ बुझाउनुपर्छ धर्मगुरुहरूको त्यो परम उद्देश्य हुनुपर्छ किन भन्दाखेरिमा कोट्युमहरू हुन्छन् यज्ञहरू हुन्छन् कथाहरू हुन्छन् तर समाजले के पाए त त्यसबाट समाजले जुन पाउनु पर्ने कुरा हो यज्ञ हजुरको नित्य कर्म के हो नित्य कर्म पद्धति के हो सबैका आफ्ना विचारधाराहरू छन् तर एउटा जस्तो हाम्रो संविधान छ त्यस्तै हाम्रो अध्यात्मको पनि एउटा संविधान बनोस् जसले चाहिँ आचार संहिता लागू होस् कि यो चीज गर्न पर्छ यो चीज गर्नु हुँदैन झुटो भनेको यो हो सुतक भनेको यो हो हजुरको हरेक कुराहरू छ यति दिन बार्नु पर्छ भन्ने कुराहरू एउटा समाजबाट मात्र नभएर राष्ट्रबाट मात्र नभएर एउटा शास्त्र सम्मत रहेर हामीले गर्न सकियो भने पक्कै पनि मलाई लाग्छ सम्पूर्ण राष्ट्रको हामी सबैले कल्याण गर्न सक्छौं यहाँहरु सबैले सबै जागृत हुनुपर्छ साधना गर्नुपर्छ गराउनुपर्छ गुरुहरूलाई थाहा छैन भने सिक्नुपर्छ अनि बल्ल शिष्यहरूलाई दीक्षा दिनुपर्छ दीक्षा सँगसँगै हामीले सबैभन्दा पहिलो प्राथमिकता भनेको हाम्रो साधना हो सचक्र भेदन प्रत्येक साधकले गर्नुपर्छ अनि मात्रै हामीले थाहा हुन्छ हामीलाई ज्ञान के हो भनेको कुरा थाहा हुन्छ शास्त्रमा भनेको कुरा हामीले ठोक्का दिएर किन भन्न सक्दैनौं भन्दा हामीलाई स्वयंलाई अनुभव र अनुभूति छैन हामीले गरेकै छैनौं शास्त्रले भनेको छ भनेको आधारमा भएन नि त जसरी गोपी गीतलाई हजुरले सुरभि मुद्रामा रहेर आनन्दको साथमा मूलाधार मणिपुर चक्रमा मजाले हजुरले चिन्तन गर्ने हो ध्यानस्थ भयो भने भक्तित्व प्राप्त हुन्छ भनेको छ त्यस्ता अनेकौं उदाहरणहरू छन् तर त्यो गर्नुभयो हजुरले तपाईले गर्नुभएको छ साधना गर्नुभएको छ भने भन्न सक्नुहुन्छ अब शास्त्रमा लेखेको छ भनेको कुरा त हजुरले गर्नुभयो कोही छैन हजुरलाई के थाहा त्यो सही हो कि गलत हो वेदव्यासले गलत लेख्नु भएको छैन तर हामीले गरेका छैनौं नि त हामीले केवल भन्छौं मात्रै गर्दैनौं आफूले अरूलाई गर्नुपर्छ स्वयंले पहिला साध्यो भने बल्ल दोस्रो व्यक्तिलाई भन्न सहज हुन्छ गर्न सकिन्छ त्यही भएर हाम्रो धर्मगुरुहरू हाम्रा गुरुवरहरू हाम्रा सन्त महात्माहरू सबै वन्दनीय हुनुहुन्छ पूजनीय हुनुहुन्छ तर हामी अब पनि हामी जागृत हुन सकिएन भने हामीले यो
जुन वस्त्र लगाएका छौँ, जुन तिलक लगाएका छौँ, जुन कण्ठी लगाएका छौँ, यसको कुनै अस्तित्व नै छैन। किन भन्दाखेरिमा हामी भनेको धर्मलाई आत्मसात, धर्म भनेको के हो? धारणा हो। के धारणा हो भन्दाखेरिमा जुन वस्तुलाई धारणा गर्नाले, जसलाई समान सबै धर्मले जसलाई आत्मसात गर्न सक्छ, कुनै पनि धर्मले जसको विरोध गर्न सक्दैन, त्यो चाहिँलाई धारणा गर्नु भनेको छ। त्यो त्यस्तो योग्य वस्तु के छ त जुन धारणा गर्नाले चाहिँ हजुरको कृष्णम वन्दे जगद्गुरुम, जसको सबै के अरे जगतले वन्दना गर्दछ, सम्पूर्ण जगतले जसलाई मानेको छ, जानेको छ, चिनेको छ, त्यस्तो वस्तुको धारणा गर्नु भनेको। गीता भनेको सामान्य चिज होइन। गीताले हामीलाई आत्मबोध पनि गराउँछ, गीताले हामीलाई अहङ्कार पनि बनाउँछ, गीताले हामीलाई सत्वगुणी पनि बनाउँछ। जस्तो चिन्तन गर्ने हो त्यस्तै चिज बनाउन सक्छ। त्यही भएर हामीले ज्ञान दिँदाखेरिमा केवल धर्म प्रवर्जित भनेर हुँदैन। धर्म क्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सव मामकः पाण्डवाश्चैव किमकुर्वत सञ्जय भनेर हुँदैन। त्योभित्र लुकेको रहस्य, त्योभित्र लुकेको गुण रहस्य, त्योभित्र लुकेको सूक्ष्म रहस्य, त्योभित्र लुकिरहेको सूक्ष्माति सूक्ष्म अर्थ, जसलाई हामीले गर्न सकियो, गराउन सकियो, समाजलाई दिन सकियो, स्वयंले आत्मसात गर्न सकियो भने अब गीतामा भनेको छ कर्म धर्म ज्ञान भक्ति, कर्मद्वारा धर्म, धर्मद्वारा ज्ञान, ज्ञानद्वारा भक्तित्वको प्राप्ति हुन्छ भनेर। त्यो चिजलाई त आत्मसात गर्नु पर्यो नि त हामीले। कर्म कस्तो गर्ने? धर्मयुक्त कर्म गर्यो भने ज्ञानको प्राप्ति हुन्छ, ज्ञानयुक्त कर्म गर्यो भने भक्तिको प्राप्ति हुन्छ, भक्तियुक्त कर्म गर्यो भने भगवत साक्षात्कारको अनुभव र अनुभूति हुन्छ। त्यो भएर हामी गर्नुपर्छ, गराउनुपर्छ। यही भावको साथमा यहाँ सबैलाई जगाउनुहोस्, सबैले सबैलाई भन्नुहोस् कि हामीले आफूलाई बुझौँ, आफूलाई जानौँ र स्वयंलाई जाने, स्वयंलाई बुझे, स्वयंलाई आत्मसात गरे भने दुःख कष्ट अर्काको अगाडि भौतारिनु पर्दैन। पनि गुरुहरू आउनु भएन, आज गुरुहरूको भएन भने हामीलाई ज्ञान छ, हामीले प्राप्त गरेका छौँ भने हामीलाई कसैको आवश्यकता पर्दैन। गुरुदेवले मार्ग प्रशस्त गराइदिनु भयो, हजुर त्यसैमा योगमा योगारूढ भएर अग्रसर भएर अगाडि बढ्नुहोस् न। प्राप्ति भएन भने भन्नु होला, गर्दै नगर्ने प्राप्ति भएन भनेर हुन्छ। गर्नुहोस्, हामीले गरेका छौँ, तपाईँले पनि गर्नुहोस्, प्राप्ति हुन्छ। साधना यस्तो चिज हो जुन कहिले नाश हुँदैन, नष्ट हुँदैन। 1 घण्टा ध्यान गर्दैमा हुँदैन, 24 घण्टामा हामीले कम्तीमा 3 देखि 6 घण्टा समय निकाल्न सक्नु पर्यो साधनाको लागि, अनि बल्ल हुन्छ। 15 मिनट 10 मिनट ध्यान गर्दैमा केही उपलब्धि हुनेवाला छैन संसारमा। 15 मिनट 10 मिनट भनेको त गर्दा गर्दै सकिन्छ। त्यो भएर अरू चिजको लागि समय छुट्याउन सक्छौँ, घुम्न जान्छौँ, के गर्न जान्छौँ, तर साधनाको लागि सक्दैनौँ। चाहे भने सम्भव छैन। हर कुरा सम्भव छ। समयलाई बुझ्न सके, समयलाई जान्न सके, सब सम्भव छ। हामीले भन्छ मैले यो छ, मेरो गृहस्थी चाहिँ यो छ, हरेक व्यक्तिको छ। एउटा धर्मगुरुहरूले एउटा आश्रम सञ्चालन गर्दाखेरिमा हजुरको गृहस्थीको भन्दाखेरिमा उसको हजुरको 100 जना परिवार हुन्छ। एउटालाई मात्र होइन, 100 जनालाई उसले संरक्षण गरेको हुन्छ। तर पनि साधना गरिरहेको छ, उपासना गरिरहेको छ। हामीले घरमा बसेर 2-4 जना हाम्रो गृहस्थी छन्, यो छन्, हाम्रो बालबच्चाहरू छ भनेर अलिकति हामीले सुहाउने शब्द भन्नुपर्छ। किन भन्दाखेरिमा एउटा आश्रममा कतिवटा बच्चाहरू हुन्छ? कम्तीमा पनि 50 देखि 100 जना विद्यार्थीहरू हुन्छ। त्यसको सञ्चालन कसले गर्छ? त्यहाँको मठाधीशले गर्छ। तर पनि उहाँले साधना त गर्न भ्याउनु भएको छ, त्यत्रोलाई सञ्चालन पनि गर्नुभएको छ। भनेपछि हामीले गर्न सक्दैनौँ? सक्छौँ, सम्भव छ। असम्भव भन्ने कुरा छँदै छैन। जब असम्भव भन्ने कुराहरू मुखबाट निस्किन्छ, कहिल्यै पनि हामीले साधनामा उच्चतम गति प्राप्त गर्न सक्ने, साधनाबाट जुन प्राप्त हुने कुरा त्यो प्राप्तै हुँदैन। सधैँ हामीले डुलिरहन्छौँ, केही क्षणको आनन्द लिइरहन्छौँ, तर वास्तविक आनन्दको खोज्दा 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 जीवन नष्ट हुन्छ, प्राप्ति हुँदैन। त्यही भएर अब बाहिर होइन, आफैभित्र खोजौँ, आफैलाई जगाउँ भन्दै आफ्नो वाणीलाई विराम। देवहु शान्तिरन्तरिक्षगुं शान्ति पृथ्वी शान्तिरापः शान्तिरुहृदय शान्ति वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुं शान्ति शान्तिरेव शान्ति श्यामा शान्तिरेदे ओम शान्ति शान्तिः। भक्तवत्सल भगवानको जय जय होस्।